नमस्कार। आज हामी संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य यानि कि एसडीजीजको कुरा गर्दैछौं। यसलाई हामी एउटा एकदमै आधुनिक विश्वव्यापी मिशनको रूपमा हेर्छौं हैन त? तर एकछिन सोच्नुहोस् त, के यो दिगोपनको अवधारणा साँच्चै नै यति नयाँ हो? आज हामी हजारौं वर्ष पुरानो वैदिक शान्ति मन्त्र र आजको एसडीजीज बीचको एउटा एकदमै गहिरो र साँच्चै भन्नुपर्दा अचम्म लाग्दो सम्बन्धलाई खोतल्नेछौं। ल, यही प्रश्नबाट सुरु गरौँ न त। दिगो विकासको यो जुन अवधारणा छ, यो जुन सोच छ, कि यो साँच्चै नै 21औं शताब्दीको मात्रै उपज हो त? कि यसको जरा कतै हाम्रो आफ्नै प्राचीन ज्ञान, हाम्रै संस्कृतिमा लुकेर बसेको छ? हो, यही प्रश्नले नै हाम्रो आजको यो विश्लेषणको आधार तयार पार्छ। यहाँ एउटा एकदमै रोचक तुलना हेर्नुहोस्। एकातिर छ आजको विश्वव्यापी मिशन, दिगो विकास लक्ष्यहरू, अनि अर्कोतिर छ हजारौं वर्ष पुरानो विजन, शान्ति मन्त्र। हामीले पूजापाठको अन्त्यमा वाचन गर्ने यही सामान्य लाग्ने मन्त्र कसरी दिगो विकासको सबैभन्दा पुरानो ब्लुप्रिन्ट हुन सक्छ त? ल, अब यसैमा डुबुल्की मारौँ। हेर्नुस्, शान्ति मन्त्र भनेको केवल एउटा प्रार्थना मात्रै होइन। यो त दिगोपनको एउटा सिङ्गो खाका हो, एउटा फ्रेमवर्क हो। अब हामी के हेर्छौं भने कसरी यो मन्त्रका हरेक शब्दले आधुनिक लक्ष्यहरूका लागि एउटा व्यवस्थित ढाँचा दिन्छ। र यो कुरा खास गरी नेपालका नीति निर्माता र लोकसेवाको तयारी गरिरहनुभएका साथीहरूका लागि त झनै सान्दर्भिक छ। अबको हाम्रो काम भनेको एक किसिमले डिकोडिङ जस्तै हो। हामी यो प्राचीन मन्त्रलाई शब्द शब्द केलाउँदै यसका हरेक अंशले कसरी एसडीजीजलाई सम्बोधन गर्छ भनेर हेर्नेछौं। यो भनेको पूर्वीय दर्शन र पश्चिमा व्यवस्थापनको बीचमा एउटा पुल बनाउने प्रयास पनि हो। ल, अब सुरु गरौँ हाम्रो मुख्य विश्लेषण। हामी मन्त्रका श्लोकहरूभित्र लुकेर बसेका दिगो विकासका लक्ष्यहरूलाई एक एक गरेर पर्दाफास गर्नेछौं। मन्त्रको सुरुवात नै कति गज्जब छ हेर्नुस् त। ब्रह्माण्ड र वायुमण्डलका तत्त्वहरूबाट द्यौ शान्तिः अर्थात् आकाशमा शान्ति होस्, र अन्तरिक्षम शान्तिः अर्थात् वायुमण्डलमा शान्ति होस्। यसले हाम्रो ध्यानलाई सिधै पृथ्वीभन्दा माथि अन्तरिक्षतर्फ तान्छ। यहाँ साँच्चै रोचक कुरा के छ भने हजारौं वर्ष पहिले आकाश र वायुमण्डलको सन्तुलनको कामना गर्नु भनेको के हो? आजको भाषामा भन्दा यो त ओजोन तहको सुरक्षा र जलवायु परिवर्तन विरुद्धको अभियान नै त हो नि। यो सिधै एसडीजी 13 अर्थात् जलवायु कार्यसँग जोडिन पुग्छ। अब आकाशबाट हाम्रो ध्यान पृथ्वी र यहाँका जलस्रोतहरूमा केन्द्रित हुन्छ। मन्त्रले पृथ्वी र पानी दुवैमा शान्तिको कामना गर्दछ, जुन हाम्रो जीवनको आधार नै हो। पृथ्वी शान्तिको अर्थ के हो? भूमिको उर्वरता कायम राख्नु, भूक्षय रोक्नु। यो त एसडीजी 15 भूमिमा जीवनको मूल मर्म नै भइहाल्यो। त्यसैगरी आपस शान्तिले शुद्ध पानी र पानीभित्रका जीवहरूको संरक्षणको कुरा गर्छ, जुन एसडीजी 6 स्वच्छ पानी र सरसफाइसँग सिधै जोडिएको छ। अब मन्त्रले वनस्पतिको संसारलाई सम्बोधन गर्छ। साना औषधीय जन्य बोट बिरुवादेखि लिएर ठूला ठूला रुख र जङ्गलसम्म सबैको शान्तिको कामना गर्दछ। औषधयः शान्ति अर्थात् जडीबुटीको संरक्षण। यसले खाद्य सुरक्षा र राम्रो स्वास्थ्यलाई जनाउँछ, जुन एसडीजी 2 शून्य भोकमरीसँग जोडिएको छ। अनि वनस्पतयः शान्तिले वन जङ्गलको संरक्षणको कुरा गर्छ, जुन फेरि एसडीजी 15 भूमिमा जीवनकै एउटा महत्त्वपूर्ण पाटो हो। अब हेर्नुहोस्, मन्त्रले भौतिक संसारबाट अलिकति माथि उठेर प्रणालीगत र बौद्धिक शान्तितिर मोड लिन्छ। यसले विश्वका शक्तिहरू र ज्ञानको स्रोत दुवैमा एउटा सामञ्जस्यताको माग गर्दछ। यहाँ विश्वदेवा शब्द कति शक्तिशाली छ। यसको अर्थ विश्वका सम्पूर्ण शक्तिहरू, वा आजको भाषामा भन्नुपर्दा सबै स्टेक होल्डर्स बीचको समन्वय हो। यो त सिधै एसडीजी 17 लक्ष्यहरूका लागि साझेदारी भइहाल्यो नि। अनि ब्रह्म शान्तिले ज्ञान र चेतनाको शान्तिको कुरा गर्छ, जुन एसडीजी 4 गुणस्तरीय शिक्षा बिना असम्भव छ। अब मन्त्रले आफ्नो दायरालाई अझ फराकिलो बनाउँछ र सबै कुरामा सबैका लागि शान्तिको माग गर्दछ। अनि यहाँ शान्ति भनेको केवल देखावटी होइन, वास्तविक ठोस शान्ति हुनुपर्छ भन्ने कुरामा जोड दिइएको छ। सर्वम शान्ति भनेको के हो? सबैका लागि शान्ति। यो नै त एसडीजी 10 असमानता न्यूनीकरणको मूल दर्शन हो।
विकासको फल सबैसम्म पुग्नु पर्यो। अनि शान्तिरेव शान्तिको अर्थ हो वास्तविक शान्ति, जुन बलियो र न्यायपूर्ण संस्थाहरू बिना सम्भव नै छैन। यो SDG 16 को सार हो। र अब मन्त्रको सायद सबैभन्दा महत्त्वपूर्ण र व्यक्तिगत अंश आउँछ। यति धेरै विश्वव्यापी शान्तिको कामना गरिसकेपछि मन्त्र अन्तमा आएर व्यक्तिगत जिम्मेवारीमा ठोकिन्छ। सामा शान्ति रिधि, अर्थात् त्यो शान्ति म भित्र पनि आओस्। यसले के देखाउँछ भने जबसम्म व्यक्ति आफै सचेत र अनुशासित हुँदैन तबसम्म कुनै पनि विश्वव्यापी लक्ष्य पूरा हुन सक्दैन। यो SDG 12 जिम्मेवार उपभोग र उत्पादनसँग ठ्याक्कै मेल खान्छ। ल, हामीले यो सम्बन्ध त देख्यौं, तर अब प्रश्न उठ्छ, आजका नीति निर्माताहरू र लोकसेवाका आकांक्षीहरूका लागि यो जान्नु किन महत्त्वपूर्ण छ त? यसले हाम्रो काममा के फरक पार्छ? यो दृष्टिकोणले हामीलाई हाम्रो आफ्नै सम्पदाबाट मौलिक विचारहरू निकाल्न मद्दत गर्छ। जब हामी विश्वव्यापी लक्ष्यहरूलाई हाम्रो आफ्नै दर्शनसँग जोड्छौं, तब ती बाहिरबाट ल्याइएका एजेन्डा जस्ता लाग्दैनन्, बरु हाम्रै आफ्नै मूल्य मान्यताको निरन्तरता जस्तो देखिन्छ। यसले दिगो नीति निर्माणको जगलाई अझ बलियो बनाउँछ। र यसले स्पष्ट रूपमा के देखाउँछ भने आज SDG को कसैलाई पछाडि नछोड्ने भन्ने मूल मर्म र शान्ति मन्त्रको सर्वम शान्ति, अर्थात् सबैका लागि शान्तिको कामना, सारमा एउटै कुरा रहेछ। दर्शन एउटै हो, केवल शब्द र समय फरक हो। अन्तमा भन्नुपर्दा यो सम्बन्धले नीति निर्माणका लागि एउटा शक्तिशाली र मौलिक स्रोत प्रदान गर्छ। यसले हामीलाई हाम्रो विगतको ज्ञानलाई टेकेर भविष्यको बाटो कोर्न प्रेरित गर्छ। त्यसो भए यसबाट लिनुपर्ने मुख्य सन्देश के हो भने दिगो विकास लक्ष्यहरू कुनै बाहिरबाट आयात गरिएको एजेन्डा मात्र होइनन्। यो त हाम्रो आफ्नै वसुदैव कुटुम्बकम र शान्ति मन्त्र जस्ता दर्शनहरूको आधुनिक र अपडेटेड संस्करण हो। र जाँदा जाँदै एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। आधुनिक नीति निर्माणका लागि यस्ता अरू कस्ता कस्ता सूत्रहरू हाम्रा प्राचीन शास्त्रहरूमा लुकेर बसेका होलान्? यसमा मनन गर्नु आजको आवश्यकता होइन र?